घरभित्र त एउटा परिवारभित्र किचकिच हुन्छ भने यो त सैकडौं हजारौं कार्यकर्ताको बीचको एउटा पार्टी हो। असहमति, मनमुटाव र केही कुराहरुमा कुरा नमिल्न सक्छ। त्यसको मतलब यो होइन कि बाउले सन्तानमा झगडा हुने बित्तिकै छोराछोरीहरूलाई निकाल्ने, त्यो काम गर्नु हुँदैन। झगडा हुन्छ फेरि हुन्छ। सबैको रगत र पसिनाले बनेको पार्टी हो। कोही आज आए, कोही हिजो आए, कोही युवा कालबाट अहिलेसम्म काम गरिरहेको छ। म कहिले पनि लडाईँ गर्ने पक्षमा छैन। अध्यक्षज्यू यही हुनुहुन्छ। धेरै पटक म उहाँको घर गएको छु मिलौँ भनेर। आज पनि कुरा भएको छ, भोलि मिल्ने कुरा भएको छ होइन अध्यक्ष? कुरा गर्ने तपाईहरुले उहाँको मेरो भोलि यसै कुरा गर्ने यहाँ पत्रभाइलाई मिलाउने भनेको छु मैले। मिलेर जाने अनिवार्य हो, के उपाय छैन। मलाई कोही अध्यक्ष भए पनि हुन्छ, अध्यक्षको कुनै गुट हुँदैन। म फेरि पनि भन्छु, मेरो कुनै गुट हुँदैन, तर राम्रो मान्छे हुनु पर्यो, पार्टीप्रति इमानदार मान्छे हुनु पर्यो र अहिले आएको समयको परिवर्तनलाई आत्मसात गरेर अगाडि जाने मान्छे हुनु पर्यो। मैले पनि कहिलेकाहीँ आफूलाई चिपर्छु, कहिलेकाहीँ धौल शमशेर रिसाउने, अलग्गै अध्यक्ष जस्तो अलग्गै कार्यक्रम चलाउँछ, कहिले को चलाउँछ, कहिले के भन्छन् होइन। म भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु सर हो भनेर हिँड्छु है। मलाई भ्रष्टाचारी प्रमाणित गर्नको लागि मानिसहरू कोसिस गर्छन् है। यसको त छोरीको उहाँ अमेरिकामा घर छ भन्छ, बिचरा भाडा माझेर उहाँ पढिरहेको छ उ गरेर होइन। अरू आम नेपाली जनताका छोराछोरीहरू कसरी गरिरहेछ त्यसरी पढिरहेको छ। मलाई भ्रष्टाचारी मैले अनि मलाई कहिलेकाहीँ मलाई के लाग्छ, मैले पनि मेरो केही तरिका मिलेको छैन कि दशा चलेको हो कि अरू मान्छेहरू बदमास हुन् त। मैले मेरो साथीहरू किन मिलाउन सकिनँ? एउटै पार्टी भन्छन्, एउटै कमिटी बसिया छ, किन यिनीहरू यस्तो गर्छ? मैले पनि आफूलाई विचार गर्छु।